अति नै प्यारा प्यारा भाइ बहिनी साथै श्रद्धालु अभिभावकगणमा म विनोद छेत्रीको तर्फबाट हार्दिक नमस्कार गर्दै र अगुवाई हजुरहरूलाई मैले भनिसकेको थिएँ, आजदेखि हामी नेपाली पाठ्यक्रम सूची 10औं श्रेणी 25 र 26को पाठहरूलाई हामी हेर्नुपर्ने छ भनेर मैले भनिसकेको छु। र आजको प्रथम पाठ रहेको छ परालको आगो। र ढिलाइ नगरिकन परालको आगो शीर्षकबाट हामी के बुझिन्छ हामी छोटकारीमा हेर्नुपर्ने हुन्छ। हवस् त नानी हो, मैले साझा गरेँ र परालको आगो शीर्षकबाट चाहिँ हामीले के बुझिन्छ, परालको आगो भनेको के हो? पराल भनेको त तपाईँहरूलाई याद छँदैछ, तपाईँहरूले जुन चाहिँ खेतमा देख्नुभएको छ धानदेखि चाहिँ त्यो उँधोको घाँसलाई चाहिँ सुकाइन्छ, सुकेपछि चाहिँ त्यसलाई चाहिँ पराल भनिन्छ। अनि आगो भनेको तपाईँहरूलाई याद छँदैछ, त्यसमा चाहिँ जब त्यो परालमा चाहिँ आगो सल्काइन्छ दनननन दन्किन्छ र एकैछिन दन्केर त्यो निभिहाल्छ। त्यसरी नै लोग्ने र स्वास्नी पनि त्यो परालको आगो जस्तै झगडा गर्छन् र मिलिहाल्छन् र अन्तमा गएर त्यसमा राप धरी पनि रहँदैन। तपाईँहरूलाई थाहा भएको राप भनेको कोइला रहँदैन। त्यसरी नै लोग्ने स्वास्नीले चाहिँ के भन्छ, लोग्ने स्वास्नीको सम्बन्ध चाहिँ एउटा परालको आगो जस्तै हो। लास्टमा राप धरी पनि नराखिकन फेरि उहाँहरूको मिलन हुन्छ, एकअर्कालाई पोल्ने कुरा गर्दैन उनीहरूले। त्यसै कारणले गर्दा नानीहरूको भविष्यलाई एउटा उज्जवल भविष्य बनाएर लान्छन् भन्ने हामीले यो शीर्षकबाट चाहिँ यो बुझिन्छ। परालको आगो चाहिँ यसरी एकैछिनमा बल्छ, एकैछिनमा निप्छ, रापधरी हुँदैन भनेर हामीले यो प्रकारले बुझ्नुपर्ने हुन्छ। र कति अब लेखकहरूले, कतिवटा समालोचकहरूले पनि यो कुरा गरेको छन् कि अहिलेको सम्बन्ध त परालको आगो जस्तो हुँदैन त भनेर प्रश्नहरू पनि गर्ने गरेका छन्। तर नानी हो, हामीले चाहिँ 90% यानि कि 90% जस्तो चाहिँ हामीले चाहिँ स्वीकार गरेका छौँ। हुनु त अब अहिले त सम्बन्ध विच्छेद हुन्छ, हिंसामा परिणत हुन्छ, तर बेसी जस्तो हुँदैन नि त, कम्ती मात्रामा हुन्छ नि त, होइन, मिलेर बसि नै रहेका छन्। त्यसै कारणले यो समय सन्दर्भिक कथा हो परालको आगो चाहिँ। त्यसै कारणले यो प्रथम एउटा कथाको रूपमा गुरूप्रसाद मैलानी ज्यूले लेख्नुभएको जुन चाहिँ नासो कथा सङ्ग्रहमा चाहिँ छापिएको यो कथा हो र यसको लेखक चाहिँ गुरूप्रसाद मैलानी ज्यूले लेख्नुभएको र उहाँको बारेमा पनि हामी अलिकति जानै पर्ने राख्ने हुन्छ। त्यसै कारणले गुरूप्रसाद मैलानीलाई पनि चिन्नुपर्ने हुन्छ, यो चाहिँ परालको आगो लेख्ने हो भनेर। किन भन्ने जान्नुपर्छ भने कोही बेला चाहिँ यस्तो खालको प्रश्न पनि आउनसक्छ, लेखकलाई चिनाउँदै पाठको आधारमा परालको आगोलाई भवविस्तार गर भनेर पनि आउनसक्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ लेखकलाई पनि कम्ती मात्रामा चिनिराख्नुपर्छ। र हामीले 3 जना लेखक त हामी हेर्छौँ र उहाँको अब एउटा लेखकलाई पनि हामीले जानिराख्नुपर्ने हुन्छ। र लेखक चाहिँ गुरूप्रसाद मैलानी ज्यूले लेख्नु भएको हो। यो कथा चाहिँ नासो कथा सङ्ग्रहमा छापिएको र गुरूप्रसाद मैलानी ज्यूको चाहिँ जन्म चाहिँ तपाईँहरूले भन्नुपर्दाखेरि चाहिँ विक्रम सम्वत चाहिँ तपाईँहरूले 1957 मा जन्मिनु भएको हो। उहाँ चाहिँ नेपालमा जन्मिनु भएको, नेपालको बागमती अञ्चलको काभ्रेप पालनचोक भन्नेमा चाहिँ जन्मिनु भएको। उसको गाउँको नाम चाहिँ के हो भन्दाखेरि चाहिँ कानपुर गाउँमा चाहिँ उहाँ चाहिँ जन्मिनु भएको, यो भनेर बुझ्नुपर्ने हुन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ एउटा सर्वप्रथम नेपाली विधाहरूमध्ये एउटा कथा विधामा लेख्नुहुने चाहिँ प्रथम लेखक भनेर हामी गुरूप्रसाद मैनाली ज्यूलाई चिन्नुपर्ने हुन्छ। र उहाँको परिचय हामीले उहाँको जन्म हेरिहाल्यौँ र उहाँ चाहिँ एउटा कस्तो खालके कथा लेख्नुहुने लेखक हो भनेर कोही बेला उहाँको के भन्छ विशेषता, कथामा के विशेषता पाइन्छ भन्दाखेरि हामीले उहाँले चाहिँ बेसी जस्तो सामाजिक यथार्थ कथाहरूलाई लेखेको हुन्छ। उहाँहरूले अब जस्तै समाजमा घटेको घटनाहरू, एउटा रियल घटनाहरूलाई पनि लेख्ने गर्छ। एउटा उहाँको काल्पनिक कथा भन्दा पनि एउटा रियल कथाहरूलाई बेसी उहाँले झल्काएको हामी देख्न पाउँछौँ। र उहाँको 1-2वटा हामीले कृतिहरू हेरिराखौँ र उहाँको कृतिहरूमा के छ भन्दाखेरि छिमेकी, शहीद, विदा, चिताको ज्वाला जस्ता चाहिँ उहाँले कृतिहरू प्रकाशमा आइसकेको छ। अनि यस प्रकारले हामी बुझ्नुपर्ने हुन्छ। अनि अब हामीले परालको आगोलाई चाहिँ कथालाई चाहिँ हामी बुझ्नुपर्ने हुन्छ। हवस् त नानी हो, अब परालको आगो कथा चाहिँ कसरी सुरु भएको छ हामी परालको आगो कथालाई हेरौँ है नानी हो। अब हामीले शीर्षक र लेखकको बारेमा हामी धेर थोर कम्ती मात्रामा जान्यौँ। अब हामीले चाहिँ कथालाई हेर्नुपर्ने हुन्छ। परालको कथा चाहिँ यसरी सुरु भएको छ। म तपाईँहरूलाई एउटा समरी जस्तो बनाइदिएको छु छोटकारीमा, अन्त यो चाहिँ तपाईँहरूले बुझ्नुहोस्
तपाईहरुलाई मैले यो समय निकालिहरि भए पनि लामो कथा छ परालको आगो, त्यसलाई चाहिँ मैले छोटोमा बनाइदिएको छु र तपाईहरुले चाहनुहुन्छ भने चाहिँ एउटा प्रतिक्रियामा राखेर र तपाईहरुले के गर्नुहुन्छ तपाईहरुलाई म यो पनि गरिदिनु सक्नेछु। तपाईहरुले यो सामग्री पनि म प्रोभाइड गरिदिनेछु र मैले अहिले तपाईहरुलाई समय नभएको कारणले गर्दा मैले एउटा खातामा मात्रै अहिले लेखेको छु, त्यसै कारणले मैले टाइप गर्नु भ्याएको छैन। समयमा तपाईहरुलाई म चाहनुहुन्छ भने तपाईहरुलाई यो पनि म पठाइदिनेछु र तपाईहरुले यो भिडियो हेर्ने बित्तिकै तपाईहरुले याद भइहाल्छ कि यो कथा चाहिँ यस्तो रहेछ भनेर। ल कथा चाहिँ परालको आगो चाहिँ यसरी सुरु हुन्छ। सुन्नुहोस् है नानीहरु। परालको आगो। कथामा कथाकार गुरूप्रसाद मैलानीले हाम्रो समाजभित्रको कथावस्तुलाई यथार्थको रूपमा दिएका छन्, जसमा लोग्ने स्वास्नीको सम्बन्धलाई देखाएका छन्। यस कथामा पात्र चामेकी स्वास्नी साह्रै मुखाली थिए। एक दिन चामे दिनभरि हलो जोतेर घर आउँदा गौँथलीले अगेनामा आगो समेत फुकेको थिइन। गौँथली गाउँमा बिहे हेर्न गएकी रहेछिन्। गौँथली फर्केर आई, पँधेरीतिर गई अनि पानी लिएर आई। रिसले चुर भएर चामेले गौँथलीलाई कुट्यो। भोलिपल्ट चामे भोकै खेततिर लाग्यो भने गौँथली माइत हिँडी। बेलुकी चामेले दुध दुन जाँदा भैँसीले लात हान्दा चामेले लाटो टिपेर 2 चोट के हानेको थियो। भैँसीले दाम्लो चुडाएर कोकलेको बारीमा पस्यो। औ 2 थप्पड खाना पर्यो। कोकलेको हातबाट चाहिँ उसले 2 थप्पड खायो। अर्को दिन पानी लिएर आइरहेको चामेलाई जुठेकी स्वास्नीले भन्न थाली। जुठेकी स्वास्नीले के भन्यो भन्दाखेरि त्यति बेला स्वास्नीसित टेक गरेर हुँदैन, लिन जाऊ भन्ने सल्लाह दिन्छ भने जुठे र उसकी स्वास्नीको सद्व्यवहार देखेर 8-10 दिनपछि चामे गौँथलीलाई लिन जान्छ। ससुरालीमा सासु ससुरालाई चामेले ढोक्छ। ढोक गरेर चाहिँ नमस्ते गर्छ। त्यहाँदेखि जब जाँदै गर्दाखेरि चाहिँ बाटोमा चाहिँ सर्वप्रथम चाहिँ के हुन्छ भने जाँदै गर्दाखेरि चाहिँ तपाईहरुलाई यो अब यसमा मैले लेखिन, यसलाई अलिकति लामो हुन्छ भनेर जाँदै गर्दा चाहिँ गौँथली चाहिँ जङ्गलमा पनि एउटा गीत पनि गाउँदै गरेको हुन्छ। उडी जाउँ त पंक्षी होइन, मलाई बस्ने पनि मन छैन भनेर। अनि त्यो बाटोको सुन्दाखेरि चाहिँ यो चाहिँ चामेले सुनेको पनि हुन्छ र मैले त्योहरूलाई जोड्न चाहेको छुइनँ र यसलाई लामो हुन्छ भनेर। अन्त गौँथली पनि घाँस लिएर आई अनि चामेलाई ढोकी। चामे गदगद भयो। रातभरि चामेले गौँथलीलाई व्यर्थै कुटेछु, अब कहिले पनि कुट्दिन भन्दै पश्चाताप गर्यो। बिहान चामेले ससुराललाई छोरी लगेर जाने आग्रह गरे। बिहान चाहिँ चामेलाई चाहिँ उसको सासु ससुरालेलाई छोरी लगेर जाने आग्रह गर्यो। पहिले त गौँथली मानिन, पछि सम्झाइ बुझाइ गरेपछि गौँथली तयार भई बाहिर निस्की। चामे र गौँथली घर छेउमा आइपुग्दा जुठेकी स्वास्नीले जिस्काउँदै भनी, अहो चखेवा चखिएको जोडी जस्तै, अघि अघि दुलाई पछि पछि दुलाया, कति राम्रो सुहाएको भनेर चाहिँ कथा सकिएको छ। र यसरी नै बुढाबुढीको झगडा चाहिँ परालको आगो भनेर चाहिँ हामी बुझ्न सक्छौँ। र यसबाट चाहिँ के सन्देश पाउँछौँ भनेर हामीले भन्न चाहन्छौँ भने चाहिँ यसबाट चाहिँ के उद्देश्य बोकेको कथा हो भने यो एउटा यथार्थ कथा हो गुरूप्रसाद मैलानीज्यूले लेख्नु भएको। र अर्को चाहिँ यसमा चाहिँ बुढाबुढीको चाहिँ मैले अघि नै हजुरहरूलाई भनिसकेँ। यसमा चाहिँ कुनै रिस राग राबहरू नरहिकन चाहिँ नानीहरूको निम्ति चाहिँ उहाँहरू जति नै झगडा गरे पनि, जति नै जे गरे पनि अन्तमा गएर मिलेर चाहिँ भविष्य उज्याल बनाउनुहुन्छ भन्ने हेतुले यो परालको आगो कथा चाहिँ लेखिनु भएको छ। र त्यसरी नै यो कथामा बिबिचमा कोही बेला तपाईहरुलाई भन्दै गर्दाखेरि कोही बेला यसमा चाहिँ चरित्रहरू लेख्ने पनि आउँछ। चामेको चरित्र लेख, गौँथलीको चरित्र चित्रण गर भनेर आउँछ। अनि यसमा चाहिँ मुख्य पात्र चाहिँ चामे र गौँथली छ र गौण पात्रहरू चाहिँ जुठेकी स्वास्नी, कोकले, कोकलीका आमाहरू पनि यसमा चाहिँ हाम्रो यहाँनिर चाहिँ गौण पात्रको रूपमा आउँछ। तपाईहरुले चाहिँ यसलाई चाहिँ यो समरी चाहिँ तपाईहरुले बुझ्नुभयो
र प्रश्नको लागि पनि चाहियो भने हजुरहरूलाई म दिनेछु र यो प्रश्न चाहिँ हजुरहरूले आफै बनाउने। यसलाई चाहिँ यो कथा चाहिँ सम्मरीमा चाहिँ यसरी बुझ्न सकिन्छ र हजुरहरूले यसलाई चाहिँ अझै बुझ्नु चाहेन भने मैले जुन चाहिँ बनाएको तपाईँहरूलाई सारांश त्यो पनि म हजुरलाई हात लगाइदिनेछु। हवस् त हजुरहरूले पढ्नुहुन्छ भने अब हामी भोलि चाहिँ रातभरि हुरी चल्यो पढ्नेछौँ। हवस् त शुभरात्रि हजुरहरूको जय जय होस्। हवस् त।